नमस्कार। नेपालमा 750 भन्दा बढी पालिका छन्। सरकारले चाह्यो भने हरेक वर्ष 50 देखि 75 वटा पालिकामा तार अन्डरग्राउन्ड गर्ने काम सुरु गर्न सक्छ। 5 देखि 10 वर्षमै देश सफा देखिन सक्छ। त्यसैले पैसा लाग्छ भनेर टार्ने होइन। जहाँ देशको इज्जतको कुरा हुन्छ त्यहाँ बजेट जुटाउनै पर्छ। यदि हाम्रो आन्तरिक बजेटले पुग्दैन भने दात्री संस्थाहरू छन्। विश्व बैंक, एडीबी, जाइका जस्ता दात्री संस्थाहरू छन्। उनीहरूले सहयोग गर्छन्। तर समस्या के छ भने सहयोग त आउँछ तर त्यो कहाँ जान्छ, कुनै काममा आउँदैन। कारण के भन्दाखेरि सरकारसँग योजना छैन, इच्छा शक्ति छैन, बरु त्यसको सट्टामा भ्रष्टाचार छ। सरकारलाई यो सल्लाह छ कि ठोस योजना बनाएर अस्तव्यस्त विद्युतीय तारको अन्डरग्राउन्डको काम थाल्नुपर्छ, रोक्ने होइन। जसरी पनि यसलाई पुरा गर्ने प्रण गर्नुपर्छ। जनताको नजर सरकारको कामप्रति सदैव रहेको छ। अब सरकार सभ्य र जवाबदेही हुनुपर्छ।